हैन जुका अगाडि लागे हाम्रो घुम्ने टोलीहरु आजको कन्टेन्ट नै युनिका र सायलकै स्पेशल खाली सायल र युनिका मात्रै के बाज्नुहरु अनि हाल्नु पर्दैन तिम्रो पिन्जा आउँछ टुपी तानिन्छ स्पेशल पार्टी छ बिहेको पार्टी त्यो एउटा आलु त सार्दिउँ लागि गाइसहरु तिन्दुली चाहिँ पर्छ हैन कुडी बाइकमा बस्दै थिएन हाम्रो त छोडी भएर हिँड्ने दिन पनि आउँदैन होला सायद हैन छोडी यतिका चाहिँ हुनुपर्छ दोस्तहरु चाहिँ हामीलाई यहाँ परपट नाइटो देखेर लुगाहरू त्यसै लाग्यो छ हामीसँग पढ्ने नि साथीहरु टेन्सनमा छु गाइस सारा सीता खोजेर छ त्यो बहिनीको त्यत्रो हिरो हिरोइनीको सुटिङ यहाँ हेलो एभ्रीवान लासो फ्याफुल्ला इट्स मी सन्ध्या बमजन वेलकम ब्याक माई युट्युब च्यानल हैन आज चाहिँ हामी पुरै घुम्न जान लागेको हैन साथीहरु ब्युटिफुल ब्युटिफुल भएर तर म चाहिँ ब्युटिफुल छैन यो त एकदम ब्युटिफुल छैन साथीहरु अब चाहिँ हामी जानुपर्ने हुन्छ उता धप्परतिर घुम्न हैन साथीहरु अब आज जान्छौँ हामी धेरैजना छौँ 6-7 जना हैन साथीहरु पैसा मेरो भिडियो हेरेर सपोर्ट गरिदिनु होला साथीहरु हैन के लाग्यो साथीहरु हामी चाहिँ हैन यो चाहिँ घुम्नु गएको मोमो खाने अरे मोमो बनाएर घुम्न जाँदा जतैबाट हिँड्दा नि हुन्छ टुल्की हिँड्ने के बनाएर खाने अरे मोमो बनाएर खाने अरे बित्थामा कपाल काटेको मैले यस्तो लाग्यौँ साथीहरु हामी चाहिँ घुम्नका लागि हैन मस्त लाएर रमाइलो छ घुम्न जान पाइन्छ हैन हाम्रो बहिनीहरु चाहिँ पछाडी पछाडी आउँदैछ यहाँनिर हैन हिरोनी हुँदै अनि हाम्रो गाइजहरुले हामीलाई हिँडायो नि साथीहरु हिँडायो अघि पो गइसकेछ यो चाहिँ पेन्ट तान्दै हिँड्छ हैन साथीहरु यस्तो कमेडी गर्दै हिँड्छ नि आम्बो है यतिको चाहिँ हुनुपर्छ साथीहरु भएपछि हैन अनि हाम्रो साथीहरु चाहिँ यहाँनिर हामीलाई पर्खिरहेको रहेछ हैन साथीहरु हाम्रो गाइजहरु हाम्रो दोस्तहरु चाहिँ हामीलाई यहाँ पर्खिरहेको रहेछ हैन बबाल रमाइलो गर्नुपर्छ है साथीहरु हैन साथीहरु अब हामी चाहिँ जानुपर्ने हुन्छ हैन यो मेसिन गराएर बिजक रमाइलो भयो गाइजहरु कहाँ हिँडेको गाइजहरु कहाँ हिँडेको गाइजहरु पहिला गएको तिमी हेलो ल ल ओ कता छिटो बाइकमा चढाउ न कता नि जोडीहरु हिँड्ने अगाडि अगाडि लागेर हैन हिँड न यार जोडीहरु बब्बाल जोडी यतिका चाहिँ हुनुपर्छ है जोडी घुम्नु रहेछ आज मलाई के भन्नु तपाईँको जोडी अन्त हाले जोडी ठिकाना छैन कतिला जोडी त ठिकाना हुँदैन दिदी बहिनीलाई बोकेर हिँड्नुपर्छ बिचारा हाम्रो भाइलाई गाह्रो छ नि जोडीलाई बोकेर जोडी बहिनी लानु हुन्छ दिदी बहिनीलाई बोकेर हिँड्नुपर्छ हैन दिदी बहिनीलाई बोकेर जोडी भनेको चाहिँ यस्तो बाइकको पनि मिल्यो हाम्रो टोलीहरु आउँदैछ हाम्रो टोलीहरु अगाडि लागे हाम्रो घुम्ने टोलीहरु बुढाबुढी लागे काका काकीलाई म त फेरि काकीलाई उचालेर फेरि भरे फेरि ढिलो बाटोमा कस्तो लागिरहेको छ हिँड्नलाई ढिलो बाटो कस्तो छ ढिलो बाटो जोडीलाई चाहिँ यहाँ लड्नु पर्ने हो क्या अलिक चाहिँ यो त मेरो हो धेर टिप्नु त ढिलो बाटोमा त लड्नु पर्ने हो यो जोडी त
आज हुस्से लागेर यिनीहरूको चाहिँ के ल भाउजू भन त फेरि गाडी आउँदैछ क्या लुकिहाल्यो पछाडि भाउजू अनि के हो दाइको कस्तो लाएर दुईजना त के साह्रो हेर्छ गोरो गोरो रहेछ यार जोडी चाहिँ खतरा छ खतरा छ गाडी हाम्रो अगाडि बाँच्ने खटेर गाडी आएर मिलिहाल्छ मासु भात खानुपर्ने मासु भात खानुपर्ने मासु भात अनि लाइलाई विदेश पठाइदिइहाल्नुपर्छ नत्र गाडी कुदाउनु पठाइहाल्नुपर्छ पैसा कमाएर लजामाथीहरू लजायो आज त कति पनि डिस्काउन्ट नि हाँस्दामा त यहाँनिर चाहिँ अहिले चाहिँ घाम लागिसक्यो होइन घाम लागिसक्यो अस्ति हामीले काम गरेको नि यहाँ जान्छौँ होइन अब घुम्नलाई जान्छ बाइक तलै गइहाल्छ नि अस्ति हामीले खनेको बाटो ओ त साँच्ची भनेको त्यतिखेर म जेसीमा काम गर्थेँ नि त त्यसको लागि फाउन्डेसन भन्नुपर्छ नि त सम्म यो बाटोहरू सबै हामीले बनाउँछ पानी बनाएको रहेछ त नि भाइ अब एउटा गर्लफ्रेन्ड खोज्नु पर्यो गर्लफ्रेन्ड खोजेर ल्याएर छिट्टै यता घुमाउन ल्याऊ है कस्तो दामी रहेछ यहाँ देख्दा बाटो छैन होला यहीँ हो यहाँदेखि हिँडेर हामी चाहिँ घुम्ने ठाउँमा आइपुगिसक्यौँ है भाइ हेलो बोल न हौ भाइ तिमी त कस्तो बोल्दैन हौ छैनौ लागेको उयसको चाहिँ लागेछ हौ पछाडि बस्ने मान्छेको हाम्रो जोडी आउँदैछ यार हेर त यस्तो भन्छ नि साथीहरू कमेन्ट गर्नु यहाँ बोयफ्रेन्डलाई यस्तो भन्ने मिठो छ तिको जोडी चाहिँ भयो नि केटी यस्तो छ है होइन सीता खोजेर ल्याइदिनु अनि यहाँ हेर न यहाँ त उयो पो त्यस्तो छ भनेको पेन मेरो त रेनकोट हो नि मिठो छ झन् मैले घरमै भेस्ट पनि मिला भनेको झन् सायलसँग रेड कलर मिलाएन के रेड कलरै मिलाएन क्या चालु छ लिपस्टिक पनि दल्दिसकेको छ सायलेको ज्याकेटमा अब होइन यत्तिको चाहिँ हुनु पर्यो होइन यस्ताहरू त छ हाम्रो साथीहरू अनि ल होइन फोटो खिच्नै मान्दैन नि यस्तो भएपछि यस्तो गरेर हिँड्ने साथीहरूसँग आएपछि अनि कहाँबाट उँभो लागिन्छ खालि फोटै मात्रै खिच्नु पर्दो रहेछ होइन अनि पर्यो त गर्दै हिँड्ने नक्कली प्राइभेटमा चाबी भयो लु जङ्गल चाबी पढि छोड्यो बिजक भएछ सायल चाबी छोडेर लिन गएको हेरौँ न गाई चरू यहाँनिर यस्तो पनि हुन्छ पागल मान्छेहरू गर्लफ्रेन्ड साथीमा भएपछि यस्तै हुन्छ भन्ने हो रहेछ हो साथीहरू होइन यता चाहिँ होइन साथीहरू हाम्रो होइन पुरै फोटो खिच्नु छ होइन यहाँनिर चाहिँ ट्याङ्की पानी अनि यहाँनिर यस्तो क्या हुस्से लागेर राम्रै देखिएको छैन तर पनि पानी चाहिँ परेन त्यसमै खुसी छु म यहाँनिर होइन साथीहरू म त मान्छे नराम्रै हो नि भाइ थाहा छ नि तिमीलाई
ज्वाइँ हो मेरो ज्वाइँ हो है साथीहरू मेरो बहिनी उता फोटो उता छ बहिनी अनि ज्वाइँ यता छ त्यो बहिनीको ज्वाइँले उयो गरेर ब्लग गर्दैन नि फेरि हामी चाहिँ साथीभाइहरूसँग भेट्नका लागि लाग्यौँ होइन यहाँनिर अब हिरो भएर पनि हिँडिरहेको छ गाइजहरू त है नमस्ते गाइज दिलीप के बोकेको हामीलाई सेवा सुविधा दिन आँटेको हो छैन होला दामी छ गाइज अहिले चाहिँ पानी परेर अनि रहेर अनि कस्तो राम्रो देखियो मौसम होइन साथीहरू बोटिङ हामी बोटिङ नगर्ने डर लाग्छ हामीलाई बोटिङ गर्नु अरे फेन खोलेर पौडी खेल्ने हो त अगाडि केटा पछाडि हामी 3 जना केटी होइन रमाइलो छ हाम्रो ग्रुपहरू ए ऊ यहाँ कहाँनिर भयो उता पर घुम्ने ठाउँ भाउजूलाई दुःख दिनु हुँदैन होइन एउटा रुमाल भए पनि बोकेर सहयोग गर्नुपर्छ होइन दाजु त खुसी नि आज हाम्रो है अनि खुसीको सीमा नै छैन नि बहिनी छ अनि अब जोडी हिँड्दा नि डिस्टर्ब गर्नु त होइन दिलीपे माया त नि माया बाल छ है हाम्रो घुम्ने ठाउँ हामी चाहिँ मन्दिरतिर जाँदैछौँ साथीहरू होइन हाम्रो घुम्ने टोलीहरू अब चाहिँ मन्दिर आइपुग्यौँ होइन ए बनाइसकेकै रहेन नि मन्दिरमा आएर कसलाई माग्ने दिलीपे यो मन्दिर तर स्टार्ट भएकै रहेन रहेछ है पूजा गर्ने टाइम भएकै रहेन रहेछ कपाल त राम्रो भएछ नि त अन्त हेन्सम छ त हौ आज यो ब्लगबाट चाहिँ एउटा सोल्टिनी चाहिँ मेरो नाममा आउनु पर्यो ल पर्यो कमेन्ट गर्नु पर्यो दिलीप थापा भन्ने मान्छेलाई होइन कसले मन पराउनुहुन्छ कमेन्ट गर्नु होला दिलीप थापा रेड कलरको जर्सी लाउने अनि यता पासाङ चाहिँ अलरेडी म्यारिड क्यामेराम्यानले पानी पनि भन्नु पाएको छैन यार गाइज हेर यता हेर्नुहोस् होइन यता पोज देखाउँदै यता फोटो यता क्यामेराम्यान होइन मस्त पोजहरूमै साथीहरू आमामा हिरो जस्तै देखियो त गाइज होइन जुका पासाङलाई त जुका नै आइसकेछ मन पराएर हेन्सम भएर क्या धेरै भाइ जुकाले नि मन पराएको यहाँ चाहिँ फोटो पुरा सेसन चलिरहेको छ अनि यहाँबाट बबाल आयो त हो नि भरे यहीँबाट फोटो निकाल्दा नि हुने रहेछ क्यामेराम्यान चाहिँ यहाँ हो होइन पोज चाहिँ हेरौँ है ल सुस्मिताजी के छ खबर च्यानललाई प्रमोसन गरिदिनु पर्यो हामी चाहिँ यहाँ छौँ गाइज यहाँ चट्टसँगले होइन साथीहरू हामी चाहिँ धपर घुम्न आएको छौँ होइन अनि हाम्रो बुनुहरू चाहिँ यहाँनिर फोटो खिच्दैछ पोज हेर्नुपर्छ साथीहरू पोज बब्बाल छ बब्बाल होइन
हामीलाई त रमाइलो छ घुम्ने ठाउँ। आउनु होला साथीहरू धप्पर भन्ने ठाउँमा सबैजना घुम्नको लागि होइन। आज चाहिँ यहाँनिर पानी परेर यस्तो पानी परिरहेछ सिमसिम र पनि हामी आइरहेछौँ। अनि भाइ दाइहरू चाहिँ पर हुक्का तान्दै मस्त बसिराख्नु भएको छ होइन। हामी पनि जान्छौँ एकछिनमा होइन। यहाँ चाहिँ हाम्रो सिस्टरहरू पुरै फोटो सेसन रे फोटो क्यामेरा। आजको दिन त कस्तो नरमाइलो दिन भयो साथीहरू होइन। खुसी लागेर आमा यता हिरोनीहरू पुरै यस्तो छ दिन साथीहरू होइन। एभ्रिवान यहाँ चाहिँ हाम्रो भिडियो बनाउने टोली छ है हेर्ने साथीहरू। हामी चाहिँ मन्दिरमा घुमिसकेर फोटो भिडियोहरू खिचिसकेर हामी नाइटो देख्यो भन्छ लुगा नि त्यसलाई यिनीहरू के भन्छ गाइस थाहा छ यिनीहरूको नाइटो देखेर लुगाहरू त्यस्तै लाग्छ। अनि फेरि छोप्छ लुगा अनि तिमी चाहिँ नि त बेबी त हेर यहाँ अलिअलि देखाइ यहाँहरू कहाँ देख्छ भन्छ लु गाइसहरू हामी चाहिँ होइन आमा उता माथि झन् मस्त पार्टी गर्दै बसिरहेछ। हामीसँग फोटो खिच्न नि नमानी हो केटाहरू यस्तो हुन्छ नि अगाडि हिँड ब्युटिफुलहरू हिँड्दैछ। अनि यहाँ माथि बसेर मस्त हुक्का तान्दै बसिरहेछ साथीहरू होइन। अब हामी पनि जाँदैछौँ। दिलीपे आज घुम्ने आएको र नि मौसम त रमाइलो छ त नि। मौसमले च्यालेन्ज गर्ला जस्तो छ। मौसमले च्यालेन्ज गरौ शिखर दाजु। मौसम अनुसारको भेष भनेको यो हो क्या। सायल जोडी कस्तो छ त? म भन्छु हो कि राति होली अनि बुढाबुढी त बस्नु त गर्नु अस्ति गरेको होइन। लिनुहोस् न लु बनाऊँ त्यसमा टिकटक। यस्तो अपराधीहरू छ नि साथीहरू हामीलाई तर्साउँछ मात्र यार। वीरको चाहिँ कहाँ पुग्ने अब? वीरको त तल भुइँतिर झर होला अपराधीहरू। यो मैले राजा रानीमा के तल तालतिर घुम्नु नजानु फुटेर नि कुन ताल जानु त्यो त तल जिप्सन फुटेर 5 चौमिन म कलाको सम्मान गरिदिन्छु। के छ र दिउँ तिमीलाई मैले कसरी भनेर ल्याएको थिएँ म नाचुम पशु पोखियो छल्केर के छ र दिउँ तिमीलाई मैले कसरी भनेर। हुनु पर्यो लो अर्को नि जाओस् न त्यो। यो चाहिँ हाम्रो दुर्दिम्बाको जो हुनार कलाकार हो। भोलि पर्सि यहाँ दुर्दिम्बाको हुनार गायकले चिसो छ मौसम भनेको यो होइन। यो भोलि पर्सि अब के अरे भेटरान घटामा कति हुन्छ के थाहा त भन्न। 3 पिताङ हुन्छ 4 पिताङलाई 2 पिताङ हुन्छ। 2 पिताङ दिन्छ 2 पिताङ कत्रो अन्डा राख्छौ अन्डा तरुनी कन्दै आउँदा बिस्तारै बाइक हाम्रो टोलीहरू घुम्न हिँड्ने टोलीहरू आज म पुरै टेन्सनमा छु गाइस। किन टेन्सन सायल? बुढीले छोडेर गयो अरे। ला बिजोक भएछ त नि। तर एउटा सबैले मलाई बुढी खोजिदिने बेला अब यो भ्लगको माध्यमबाट होइन म कन्ने केटो यस्तो कसले मलाई मन पराए भन। यस्तो कमेन्ट गर्नु होला मन पराउनु यस्तो मलाई सायल बराल मन पर्यो भनेर कमेन्ट गर्नु होला है। यो केटो यतिको चाहिँ हुनै पर्यो होइन साथीहरू। परालको आगो भन्छ बुढाबुढीको झगडा उसै हो यार गाइस होइन। आज हामी बुढाबुढीकै झगडा हेर्न घुम्न आएको रहेछौँ होइन। यतिको चाहिँ हुनु पर्यो। तिम्रो पनि भनेको हामी यहाँ माथि छौँ होइन। घाम लाग्यो साथीहरू पानी पर्दा पर्दै रमाइलो मौसम भयो होइन।
अरू माथि बसिरहेछन् म चाहिँ यहाँनिर डुल्दै हिँड्दैछु होइन तपाईँहरू पनि धप्पर भन्ने ठाउँमा घुम्न आउनु होला है साथीहरू एकदम रमाइलो छ होइन तीनजना खानेकुरा त बबाल छ त हौ भाइहरू बबाल छ छैन काका हामी त राजरानीदेखि आएको नि गाडी पसल बन्द रहेछ राजरानी पुग्यो नि अन्त हामी चाहिँ अब खानुपर्ने टिकटक हुन्छ बनाउन लागेको गाइस टिकटक बनाउने अरे ल दियोस् बताइदिनु हामी चाहिँ अब के हामी चाहिँ अब चटपटे खाना आँटेको भन्छ चटपटे खाना आँटेको खान्छौ खान्छु लिन्छौ कोइला फुट्छ नि आटा होइन हौ साइड लाग्यो मैले है पहिला फुटाइ चटपटे हौ चटपटे न चटपटे अझै अर्को पनि यसले चाहिँ छटपटे हुन्छ त्यो भरौँ त फ्लेभर छटपटौँ न त फ्लेभर लाउन गाइस माल आइसक्यो 68 करोडको एउटा यहाँले त गाइस आइसक्यो माल हाम्रो हुन्छ खाजा खाने टोलीहरू अब चटपटे के भयो युनिका चाटी चाटी खाँदैछ जस्तो के खाएको है चाटी चाटी त्यो एउटा आलु त सार्देऊ न चटपटे त बबाल मिठो रहेछ त थोरै तर मिठो बनाइदिउँ हामी लु बुढाबुढी मात्र खाओस् हामी चाहिँ यता खानुपर्छ बुढाबुढी खाउँ न भएर खाना बाँच्नु तिको तल गरेर मासु खानु पाइन्छ नि त्यहाँ डर्दैछु खोइ जान्छ खोइ कसले लगाएको त्यो एउटा मुजी फाले फाले चाहिँ नर्ने सकिसक्यो जाने बेला नि एक लट जाने बेला नि एक लट चटपटे खाएर जाउँ ल मिठो रहेछ यार माथि घर कहाँ मिठो यो खान्थ्यो होला चटपटे कस्तो मिठो बनाउँदो रहेछ त भिडियो बन्ने राखा त देखाइ छैन क्या नजिकै भएर बस्नु न घट्ने भने त्यो फोन नचलाउ न भिडियो बनाउनु पर्ने कस्तो अड्के गिलास ल्याइदिएको छु त के यस्तो गरिरहेको छ त पाँचमा कालो चस्मा लाउँछस् काका खोइ कालो चस्मा राख न हौ यो किन बोकेको म खाइदिनु यो एउटा यता हाल्दै पऱ्यो चाटो सासै नफेरि खाएको खाएकै गर्छ अनि उता पो हालिदिनु अरे हौ अनि हाल्नु पऱ्यो नि तिम्रो तिनजना छौ हामी चारजना छौँ हो ए हामी त पाँचजना पो खाँदो रहेछौँ नि यहाँ त यो हो यो ओइ रन्डा भन्छ बुढालाई कान बुझ्यो भने भर एन्टीको टालो गर्दा लगाइदिइहाल्छ नि त सुनको होइन सुनको सुनको पाप्रो लाउ जाँटी भनेर त्यहाँ नलाउनुपर्छ नि राख्छ होइन हाम्रो खाजा खाने टोलीहरू हामी यहाँ प्याक भर्दैछौँ प्याक बोलाइ पनि कडा छ नि त नि हाम्रो टोलीको नामको त धेरै आउँछ क्या हेर्नु खुर्सानी डल्ले खुर्सानी कसले टोकेको डल्ले खुर्सानी सायल खै चटपटे देऊ न यहाँ अलिअलि निगार खाने टोली चाहिँ को हो हामी त दिउ खाने दिउ हो हामी त म त सिउ खाने हो केटा थोरै हाल मिठो छ नि त हौ अनि गिलास सक्यो दुईजनाले एक एक गिलासमा खाँदा नि हुन्छ नि खाना हुन्छ त जुठो चल्ने मान्छेहरू छैन भने भन चल्छ छ भने नभन सायले र युनिकाले लु मरेछ सायले र युनिकाले खान्छ एउटा गिलासमा अनि तिर्थे र कन्टेन्ट भन्दा खाली सायल र युनिकामा त्यो के सारा आजको कन्टेन्ट नै युनिका र सायलकै स्पेशल यता देखा त आज बेलुका दुईजनाको स्पेशल पार्टी छ बिहेको पार्टी दुईजनाले लुकाएर चटपटे खाँदैछ हेरौँ न दुईजना लुक्कै लुक्कै हामीले नदी यस्तो माया हुनुपर्छ साथी अनि लाटाले केरा पाएको जस्तो भगम कि गम खाएछ हामीलाई त अति नै आइसक्रिम दिउ भरे भरे गर्ने हो त्यहाँ त सायलको खाने स्टाइल चाहिँ बब्बालै हो यतिको चाहिँ होइन सायलले चटपटे मिठो भएर होइन प्लास्टिकै चाटिदिएको क्या आम्बो होइन
त्यो गिलास यता अदा राख्नु पर्यो हेलो खोलान दे त हो के भनेर गाना आडेको थियो बगुनमा चाम्रो रहेछ नि घाँटी साटी सबै दली चाहिँ नखानु अब चाहिँ हामी यसो एउटा टिकटक भिडियो बनाउँछौँ होइन अनि त्यसपछि घरतिर लाग्छौँ पानी पर्न लागेको छ यस्तो छ मौसम हाम्रो गाइजहरू त फिलिली पाउँदैछ नि त कहाँ भिडियो बनाउनु भनेपछि त होइन यतिको त हुनै पर्यो नि थोरै मान्छे छ नि त पासै त्यहाँ तल त होइन हाम्रो नवा जोडीहरू यस्तो चटक ढाउँदैछ ढुकुर जोडीहरू यस्तो पानी परिसक्यो साथीहरू होइन पानी पर्यो कस्तो पानी परे पनि होइन यो के पो भन्छ हुसे नलागेको भए त भिडियो राम्रो आउँथ्यो होला सायद होइन अब शिखर दाजु गीत पनि बबाल छ त यो त डान्स फेरि बबाल छ है बबाल यतिको चाहिँ हुनैपर्छ अनि यहाँ चाहिँ पुरा दामी दामी भिडियो सेसन भइरहेको छ तल हाम्रो टोलीहरू तल चाहिँ सोल्टिनीहरू हाम्रो भिडियो बनाउने टोलीहरू साथीहरू होइन है यतिको चाहिँ हुनै पर्यो है साथीहरू यतिको चाहिँ होइन ल ए हाम्रो हिरो हिरोइनीको सुटिङ यहाँ हाम्रो क्यामेराम्यानहरू 3 जना छ होइन हाम्रो क्यामेराम्यानहरू होइन आज हामी घुम्न आएको यस्तो छ दिन साथीहरू होइन यस्तो दिन भएको छ भिडियो बनाउनलाई अनि होइन हामी चाहिँ अब घर फर्केको होइन साथीहरू फर्केको भन्दा नि फर्किसकेको यहाँ तलतिर चाहिँ घुमेर अनि यहाँ माथि जाँदैछन् होइन म पनि जाँदैछु ए बबाल छ साथीहरू बाख्रा चढिरहेको रहेछ बगरमा यहाँनिर चाहिँ होइन गोठालाहरू अनि यता चाहिँ पानी पर्यो होइन यहाँनिर चाहिँ मान्छेहरू काम गरेर आउनु भएको अरे होइन अनि एउटा सिकेँ अनि अब हामी चाहिँ जानुपर्ने हुन्छ आजको दिनमा चाहिँ यस्तो यस्तो ल्याङल्याङ गर्ने केटाहरूसँग पर्ने नि साथीहरू हजुर सिकरले चाहिँ गाई छ अब चाहिँ हामी जानुपर्ने हुन्छ पानी परिसक्यो सबैजनाको न जाऊ बट्टा आँखामा आँसु आउँछ क्या अघि म दिलीपलाई मागेर लाम भन्दै थिएँ बिर्सेँ हामी चाहिँ अब घर जानुपर्ने हुन्छ हाम्रो टोलीहरू अब बाटो माग्न आँट्यौँ होइन होइन सायद अब हामी घर जाने होइन अब हामी घर जाने होइन 68 करोडको चस्मा लगाएर हामी चाहिँ अब घर लाग्यो गाइजहरू यस्तो पानी परिरहेछ हुस्से लागिरहेछ होइन अनि हामी चाहिँ चल्दिने होइन अब के हो गाइजहरू यस्तो नि हुन्छ चाइलेको बाइक स्टार्ट भएन रे युनिकाले खेल्नु पर्ने हुन्छ होइन मेरो बुढी बाइकमा बस्दैछ यतिको चाहिँ हुनु पर्यो है अब हामी चल्दिने हो घर हामी आफ्नो घर जान्छौँ उता हेर्न उसै घरमा लाने हो त लाग्यो साथीहरू अब घरतिर दामी दामी पारामा लड्यो भने केही छैन दामी पारामा लडाउँछ नलड बिस्तारै होइन लडिहालिन्छ नि अलिअलि त यस्तै हो घरिघरि यस्तै हो खतरा दिन्छ नि हाम्रो ब्याकग्राउन्ड चाहिँ होइन साथीहरू हो दामी मिठो छ के मिठो छ एकदम बाटो होइन मिठो छ मिठो छ बाटो त्यस्तै मान्छेहरू पनि मिठो छ बाटो मिठो छ
लाग्यो साथीहरू लाग्यो हामी यहाँनिर यो धप्परको गेट पार गरेर नि हिँड्नु सक्छौँ है साथीहरू आइफोनमा त मन राम्रो आउँदो रहेछ आइफोनमा त राम्रो आउँदो रहेछ आइफोनमा त चिन्दैन फेरि मलाई देखिँदैन त अगाडि साथीहरू ए बुढाबुढीलाई चाहिँ थिएँ मैले हाम्रो केही देखेन के देखेन ओइ 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 के देखेन ला धप्ने हाल्नु पछाडिको बाइकलाई हामी चाहिँ यस्तो बाटोमा हिँडिरहेको छौँ होइन साथीहरू मजा आयो मजा आइरहेको छ आजको यस्तो बाटो छ नि मिठो छ अगाडि जोडीहरू आउँदैछ है यता जोडी म त अर्कै सोच्दै थिएँ कपाल जोडीहरू आउँदैछ हाम्रो यस्तो जोडी भएर हिँड्ने दिन कहिले आउँछ होला हौ साथीहरू पालो आउँदै हाम्रो खालि दिदी बोक्दा बोक्दै पालो आउँदैन भाइसँग यस्तो होइन हाम्रो त जोडी भएर हिँड्ने दिन पनि आउँदैन होला हौ सायद होइन खालि दिदीलाई मात्रै बोक्नुपर्छ उहाँ पार्नु अर्काको बाइक बेसीकै होस् भन्नु दाजु त्यस्तै त छ यो चोकमै गएर सल्लाह गर्नु सबै कुराहरू हामी चाहिँ अब घर आइपुग्नु आँट्यौँ अब आँखामा भनेपछि दुईजना कहाँ गएछन् पानी आएको थियो भन्दैछ अहिले यहाँ आउँदा ओह्रालो घुत्तै बसिरहेको नि होइन होला दिउँसै दिउँसै साइलाई लाग्यो साथीभाइहरू दिउँसै दिउँसै ल हिँडेको ल हामी स्टार्ट गर्दिन लाग्यो अब बिस्तारै आयो तिमीहरू बाई बाई भलकमा आमै म त सँगै त देख्दिनँ त आँखामा यो हुस्से लागेर क्या हाम्रो ठाउँ त के हो ठिकै छ हाम्रो ठाउँ होइन साथीहरू अहिले त हामी घुम्न गएको ठाउँमा त राम्रो होइन हुस्से लागेर त्यस्तो थियो यहाँदेखि यस्तो बब्बाल छ नि मिठो छ साहिल दाइ एकदम साहिल दाइको जिन्दगी मिठो छ घाम लागिरहेको छ यस्तो हुनु नि त्यहाँ पर दिन होइन भाइ कस्तो भ्यू छ हेर्नु पाइन्छ होइन भ्यू पालेको धानै मारेर जुका पाइन्छ नि त त्यता त यस्तो खतरा दिन छ यहाँनिर होइन अनि त्यहाँ चाहिँ कस्तो छ नि दिन अनि यहाँ चाहिँ हाम्रो सोल्टी सोल्टिनीको स्पेसल गफ चल्दैछ होइन तर यहाँ बब्बाल आइरहेको यार भिडियो क्वालिटी फेरि नआउनु है ल फर्केर पनि त्यही लडी मर्नु यही चिरपटले हामी चाहिँ लाग्यो साथीहरू अब घर होइन घुमेर आइसक्यौँ हाम्रो गन्तव्य अनि त्यहाँ पर चाहिँ कस्तो दिन यहाँ चाहिँ यस्तो राम्रो कस्तो म त पागल भइसकेँ पागल भयो गाइजहरू होइन
लाग्यो होइन साथीहरू हामी घर लाग्यो होइन घर आइपुग्न आँट्यौँ अब फेरि हामी पैदलै आउनु पर्यो हामी फेरि पैदलै हिँड्नु परिरहेको छ होइन मस्त बाइकमा उयो अनि घर आइपुग्यो हामी चाहिँ पैदलै आयो हामी जस्तो कमेडी मान्छे को होला त साथीहरू होइन पुर्याइदिएन पनि हामी चाहिँ यसरी हिँड्नु परिरहेछ हामी घुमेर दाउराले रहनु भएको साथीहरू अब चाहिँ हामी घर आइपुग्यौँ होइन मेरो भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला गरिदिनु होला होइन आजको भिडियो चाहिँ यति नै हो होइन साथीहरू लभ यु अल बाई 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 गर न साथीहरू यहाँ आएर बाई बाई आज चाहिँ हामी आजको भ्लग चाहिँ यहीँ इन्ड गर्न चाहन्छौँ होइन साथीहरू बाई बाई